जुन गाउँमा जान्छु बुढा बाउ आमा यस्तो चाहिँ मान्छे मात्रै सबै बुढी आमाहरू दिदीबहिनीहरू त्यही खालका मेरो उमेरकै मात्रै अथवा मेरो उमेरभन्दा 2-4 वर्ष कान्छा त्यही उमेरभन्दा माथिको मान्छे गाउँमा युवा युवतीहरू फेला पर्दैनन्। जुन युवा युवतीहरू उमेरमा आफ्नो चाहिँ जो बच्चा जन्माउन सम्भव छ, जुन बच्चाहरू भर्खर जन्माएका बच्चालाई लालन पालन गर्ने उमेर छ, त्यो उमेरका बाउ त्यो उमेरका आमाहरू आज चाहिँ राम्रै छापमा छैनन्। किन? त्यो उमेरका बाउहरू चाहिँ विदेशमा चाहिँ काम गरेर गएका छन्, आमाहरू विदेशमा काम गर्न गएका छन् भने बाउ सहरमा बसेको छ बच्चा पढाउनका लागि, अनि आमा अथवा बाउ विदेशमा बसेको छ भने आमा चाहिँ बच्चा पढाउनका लागि उपयुक्त शिक्षा प्राप्त नगर्न सकेको भनेर सहरमा बसेको छ। आज स्कुल यस्तो भव्य स्कुल बनेको छ। मैले तपाईँहरूको अगाडि बसेर कुरा गर्दाखेरि म के बनाउनु भने छात्रले छाएको खरले छाएको भवनमा पढेर मैले एसएलसी पास गरेको मान्छे आज यस्तो भव्य भवन बनेको छ। यस्तो मलाई त कहिले लाग्छ अत्यारका त्यस्तो राम्रो पढ्न पाए भए म कस्तो हुन्थ्यो होला, अलि अघि जन्मिएको जस्तो गल्ती भएछ कि पछि जन्मिएको भए कति राम्रो हुन्थ्यो जस्तो लाग्छ। त्यो अवस्थामा हामी यो पार्टीमा चाहिँ यो काठको पार्टीमा चाहिँ त्यो उसको चाहिँ अँगारले लेखेर पढेको मान्छे म भने आज कस्तो चाहिँ भव्य भएको छ। तर बच्चा छैन। त्यो बच्चालाई यहाँ ल्याउनका लागि दुईटा कुरा गर्न जरुरी छ। एउटा रोजगारीको वृद्धि गर्न, यहाँ बसेर काम गरेका मान्छेहरूको उपयुक्त आम्दानी हुने व्यवस्था मिलाउनु पर्छ। अनि ती बाबामा विदेशमा बसेका विदेशमा गएर अर्काको चाहिँ मेसिनमा काम गरेको, अर्काको खेती कमाइमा काम गरेको, अर्काको वस्तु पालेर बसेको मान्छेहरूलाई यहाँ ल्याउनका लागि रोजगारीको व्यवस्था गर्नु छ। त्यो रोजगारी सबैलाई सरकारले दिन सक्दैन। सरकारले योजना दिने हो, त्यो योजना म ल्याउने अभिभावक बोकेको छु। मैले खाली रहेको जग्गाहरूलाई एकदमै आधुनिक खेतीको ढङ्गले सरकारी चाहिँ लगानी पनि भित्राएर अनि तपाईँहरूको सहभागिता जुटाएर बिउ मल सस्तो सुलभ बनाएर विभिन्न ढङ्गले एउटा उपयुक्त व्यवस्था गर्ने एउटा अभिलाषा लिएको छु। त्यति मात्र होइन, हाम्रो थानापतिको महादेव त्यो चाहिँ थोतुङ घ्याङ अथवा चाहिँ तपाईँको चाहिँ राजवीर घ्याङ अथवा चाहिँ हाम्रो खाडादेवी लगायतका सबै कुरा लगाएर यो गर्नु छ भने त्यो यो अभिभावक पनि मैले बोकेको छु। तपाईँहरूको मैले बुझेको छु। म अब छोट्याउँछु के भने ऋण पानी पर्न लागेको छ, त्यो ऋण म पुरा गर्छु, त्यो ऋण म तिर्छु, सानो ब्याज गरेर तिर्नलाई म तपाईँहरूको अगाडि उभिएको छु। त्यो अधुरा रहेका योजना सबै पुरा गर्ने बाटो तपाईँहरूको अगाडि गर्छु। त्यति मात्र होइन, यो बाटोको थालनी गर्दा म पार्टी सभापति थिएँ। त्यो बेलामा चाहिँ पार्टी थालनी गर्दाखेरि म पार्टी सभापति थिएँ। पार्टी सभापति भएको बेलामा हाम्रो विनोदजी क्षेत्रीय सभापति हुनुहुन्थ्यो, अरू साथीहरू पनि पद प्रतिष्ठा हुनुहुन्थ्यो। त्यो बेलामा हामीले यो बाटोको थालनी गरेका थियौँ। पछिल्लो अवस्थामा हाम्रो चाहिँ माननीय पूर्णबहादुर तामाङले यसलाई चाहिँ स्तर उन्नत गरेर डाबिलिङ गरिदिनु भएको छ। त्यो बाटोलाई पिच गरेर यो चाहिँ पोखरी डाँडा निकाल्ने अभियान पनि मैले बोकेको छु। कान्छारामको अधुरा सपना पनि पुरा गर्ने बाचा गर्छु। के भन्ने होइन, मान्छे बुढो चाहिँ उमेरले हुन्न, आफ्नो स्वस्थ रहनु पर्यो र चाहिँ आफूले चाहिँ के अरे विचारमा चाहिँ युवा हुनु पर्यो। एउटा युवा भएर त्यो युवाले चाहिँ आफूलाई विचारमा पनि ढाल्न सक्दैन, निष्पक्षता पनि ढाल्न सक्दैन, चरित्रवान काम पनि गर्न सक्दैन। त्यो युवक हुँदैन। एउटा परिपक्व भएको मान्छेले युद्ध लड्न पनि डराउँदैन, विचारमा नि उदारता राख्छ, लोभ पापबाट मुक्त भएर जान्छ भने त्यो विचार युवाको हुन सक्छ। त्यो विचार बोकेर म तपाईँहरूको अगाडि उभिएको छु। त्यसकारणले म मुलुक बदल्ने चाहिँ सपना चाहिँ धेरै कुरा छन्, त्यसलाई मैले यहीँ थाप्दै राखेर पछिल्लो अरू बेलामा बोली प्रतिक्रिया गर्दै तपाईँले के